समय र परिवेशमा हामी हरेक दिन फरक विषयमा कुराकानी छलफल संवाद गर्दै आइरहेका छौँ र यहाँलाई स्वागत छ। यति बेला रेडियो शालिग्राममा म श्री रामकृष्ण, प्रविधिमा सन्तोष केसी हुनुहुन्छ र मैले अगाडि पनि यहाँलाई जानकारी गराएँ। सामाजिक सञ्जालबाट पनि धेरैले थाहा पाउनुभयो र नेपाली कङ्ग्रेस कुस्मा नगरपालिकाको उपमेयर पदको उम्मेदवार सीता काफ्ले लामिछाने आज मसँग स्टुडियोमा हुनुहुन्छ। समग्र अब स्थानीय तहको निर्वाचनको लागि मात्रै 7 दिन बाँकी छ, हप्ता दिन बाँकी छ र यो छोटो समयमा उहाँहरू घर दैलो पनि गरिराख्नु भएको छ। सबैको घरमा जान पुग्नु होला नपुग्नु होला यी कुराकानी भए र सीता काफ्ले लामिछानेको विषयमा समग्र हामी उहाँको विषय थोरै र नेपाली कङ्ग्रेस समग्र यो कुस्मा नगरपालिकामा अत्याधिक बहुमतका साथ विजय गराउने मूल लक्ष्य बोकेर उहाँहरू हिँड्नु भएको छ। हामी यही विषयमा कुराकानी गर्छौँ। सीता काफ्ले लामिछाने नेपाली कङ्ग्रेसको कुस्मा नगरपालिकाको उपमेयर पदको उम्मेदवार, यहाँलाई रेडियो शालिग्राममा स्वागत छ। धन्यवाद छ रामकृष्ण भाइ। अब स्थानीय तहको निर्वाचनको लागि हप्ता दिन बाँकी। हिजो घर दैलो कार्यक्रम, अस्ति घर दैलो कार्यक्रम, यहाँहरू मनोनयन दर्तामा पनि बृहत सहभागिता भयो होइन कुस्मामा? के छ, कसरी अगाडि बढिरहेछ? आउँदै गरेको वैशाख 31 गतेको स्थानीय चुनावको लागि एकदमै छोटो समय छ। 31 गते अब आउन आइसकेको छ। हामी अब सबैको घरमा पुग्न कति सम्भव हुन्छ हामी लागेकै छौँ र यसमा विशेष गरेर नेपाली काङ्ग्रेसलाई जिताउनको लागि सम्पूर्ण वार्डमा रहनुभएका सम्पूर्ण नेपाली काङ्ग्रेस जनहरूको निकै ठुलो भूमिका हुन्छ र यो छोटो समयले गर्दा हामी कति अब घरमा पुग्न सक्छौँ, सकेसम्म हामी पुग्ने कोसिस पनि गरिरहेकै छौँ। अब जस्तो यहाँहरू खुरकोटमा, दोर्लुङमा, चुवामा, पिपलचारीमा, कटुवा चौपारीमा हिजो पुग्नुभयो, के छ कङ्ग्रेसको जनलहर कस्तो पाउनुभयो यहाँले? हामी ती ठाउँहरूमा पुग्दै गर्दा काङ्ग्रेसको जनलहर एकदमै पाएका छौँ। हामीलाई आशा पनि छ। हामी पक्कै पनि यो कुस्मा नगरपालिकामा काङ्ग्रेसको जित सुनिश्चित छ भन्ने विषयमा। अब जस्तो यहाँले प्लस मेयर रामचन्द्र जोशी र तपाईँ उपमेयर सीता काफ्ले लामिछाने यहाँहरूको चुनावी घोषणा पत्र पनि बाहिर आयो होइन? यहाँले युवा स्वरोजगार कार्यक्रमहरू अगाडि बढाउने होइन, त्यस्तै गरी कुस्मालाई एउटा टुरिज्म सेक्टर बनाउने होइन, अनि यहाँका हाम्रा जति पनि बारीहरू बाँझा छन् त्यहाँ कृषि औद्योगिकरण गर्ने लगायतका धेरै उत्कृष्ट चुनावी घोषणा पत्र बाहिर ल्याउनु भएको छ होइन? अब समग्रमा नेपाली कङ्ग्रेस मेयरमा रामचन्द्र जोशी, उपमेयरमा सीता काफ्ले लामिछाने यो विजय हुनको लागि उहाँहरूलाई तपाईँहरूले लोभाउनको लागि त्यति राम्रा घोषणापत्र बाहिर ल्याउनु भएको हो अथवा तपाईँहरू विजय भइसके पश्चात पनि कार्यान्वयन गर्नुहुन्छ? अहिले धेरैले सुन्नु भएको छ, यसलाई प्रश्न। हामीले लोभ्याउनको लागि होइन, यो अहिलेको परिवेशमा एकदमै आवश्यकता छ भन्ने महसुस गरेर हामीले त्यस्ता खालका कार्यक्रमहरू अगाडि ल्याएका छौँ। हो, सबैले जानिरहेकै कुरा हो, देशमा युवाहरू बेरोजगार भएका छन्, महिलाहरूले अवसर पाएका छैनन्। यी विविध कारणले गर्दाखेरि हामीले यसलाई चाहिँ हामीले विशेष फोकस गर्दाखेरि हाम्रो समाज समृद्ध हुन्छ। जब युवाहरू सक्षम हुँदैनन्, जब महिलाहरू सक्षम हुँदैनन्, तबसम्म देश समृद्ध हुन सक्दैन र देश आर्थिक उन्नतितिर जान सक्दैन भन्ने कुरालाई महसुस गरेर हामीले त्यस्ता खालका कार्यक्रमहरू ल्याएका छौँ र भोलि हामी यदि जित्यौँ भने ती योजनाहरू हाम्रा ती पूरा हुनेछन्, हामी लागू गर्नेछौँ भन्ने पनि प्रतिबद्धताका साथ हामी हिँडेका छौँ। उपमेयरको उम्मेदवार सीता काफ्ले लामिछानेज्यूलाई मैले अर्को महत्त्वपूर्ण प्रश्नमा पनि लान चाहेँ। जस्तो मैले हिजो मेयरका उम्मेदवार रामचन्द्र जोशीज्यूलाई पनि सोधेकै हो, यहाँको विचार राय लिन्छु। जस्तो यहाँको चुनावी घोषणा पत्रमा भूकम्प पीडितहरूको लागि हामीले खासै देखिएन होइन, उहाँले हाम्रोमा त्यति बढी इफेक्ट देखिएको छैन, हामीले गर्नेछौँ र गरेका पनि छौँ भन्ने कुरा भयो। के छ, भूकम्प पीडितहरू अझै पनि कहीँ कतै पालमुनि होलान् होइन, कसैलाई राम्रो घाँस कपास नभएको होला होइन, उनीहरूलाई के गर्नुहुन्छ यहाँहरूले? त्यो कस्तो भने हाम्रो त्यो छपाईमा त्यो छुटेको हो। हामीले चाहिँ भूकम्प पीडितहरूको लागि चाहिँ एकदमै हामीले प्रायोरिटीमा राखेका छौँ र भोलि हामीले उनीहरूको लागि पनि हामी राहतको कार्यक्रम ल्याउने नै छौँ भन्ने हाम्रो कुस्मा नगरपालिकाका हामी 2 मेयर र उपमेयरहरूको त्यो प्रतिबद्धता हो, जुन हाम्रो छपाईमा त्यो मिस्टेक भएको कुरा हो। अब अर्को पक्षमा हिजो कुराकानी गर्दा रामचन्द्र जोशीसँग कुराकानी भयो, उहाँले
नेपाली कांग्रेसको मात्रै होइन, हामी समग्र सबै, चाहे एमाले होस् चाहे माओवादीको होस्, सबैको हामी नगरवासीको हो, हामी कांग्रेसीलाई मात्रै अगाडि बढाउँदैनौँ, एक दुईजना त्यस्तो होला भन्ने कुराकानी गर्नुभयो। तपाईँले कांग्रेसलाई मात्रै साथ दिनुहुन्छ अथवा अन्य पार्टीलाई पनि यहाँहरूले समेट्नुहुन्छ? एकदमै राम्रो प्रश्न गर्नुभयो। हामी अहिले खेलको एउटा मैदानमा उत्रँदै गर्दा हामी कुनै पार्टी लिएर आएका छौँ, नेपाली कांग्रेस रुख। तर हामी जनताको अगाडि जाँदा हामीले त्यो भन्दैनौँ, हामीले यो पार्टी र त्यो पार्टी भन्दैनौँ। सब पार्टीलाई, समग्रमा सबै पार्टीलाई हामीले समावेश गरेर उनीहरूका सबै कार्य योजनाहरूलाई हामीले सम्बोधन गरेर यो समाजलाई समृद्ध बनाउनको लागि, समाजमा त जुनसुकै पार्टी र जुनसुकै जात पनि मिलेर बसेको हुन्छ समाजमा, र हामीले काम गर्दै गर्दाखेरि हामीले कुनै पनि भेदभाव नगरिकन सबैलाई समान रूपले दृष्टि पुर्याएर हामी काम गर्नेछौँ भन्ने प्रतिबद्धताका साथ हामी चुनावी यस माहौलमा उत्रिएका छौँ। अब अर्को पक्षमा कुराकानी गर्दा समग्र एउटा तपाईँ महिला नेत्री पनि हुनुहुन्छ, हरेक महिलाका तपाईँले भनौँ न पीरमर्का बुझ्नु भएको छ, आफैमा तपाईँ पनि एउटा लामो सङ्घर्ष नेपाली कांग्रेसको लागि स्वर्गीय डिलिराम लामिछानेकी तपाईँ श्रीमती हुनुहुन्छ होइन, उहाँको पनि एउटा ठुलो योगदान छ। समग्रमा महिलाहरू अहिले एकल महिलाहरू पनि छन्, घरबाट पीडित भएका छन्, महिला बीचकोमा पनि द्वन्द्व छ सीता काफ्ले लामिछाने ज्यू। यदि तपाईँ विजयी भइसक्नुभयो, यदि तपाईँ उपमेयर बन्नुभयो भने समग्र नारीहरूका कस्ता खाले मुद्दाहरूलाई उठाउनुहुन्छ? अहिले धेरै नारीहरूलाई सुन्नुभएको छ, नारीहरूलाई सम्बोधन गर्दै भन्नुहोला। हो, म सम्पूर्ण नगरवासी नारीहरूलाई के भन्न चाहन्छु भने, जो हामी महिलाहरू दमनमा परेका छौँ, हामीले अवसर पाएका छैनौँ, ती महिलाहरूलाई अवसर दिनको लागि र हिंसामा दमनमा परेका महिलाहरूलाई माथि उठाउने मेरो मुख्य योजना हो। कसरी उठाउनुहुन्छ? उनीहरूलाई, जो महिलाहरू अलिकति सबल छैनन्, उनीहरूलाई सक्षम बनाउने विभिन्न किसिमका तालिमहरू, प्रशिक्षणहरू दिएर उनीहरूको क्षमता अनुसारको काममा उनीहरूलाई लगाएर सबल बनाउने मेरो योजना छ। अब अर्को पक्षमा कुराकानी गर्दा अलि विज्ञ व्यक्तित्वहरूले सीता काफ्ले लामिछानेको पनि जित निश्चित छ, उनले सहानुभूतिक भोटहरू धेरैले सपोर्ट गरेर दिन्छन् उनलाई। अब रामचन्द्र जोशी लोकप्रिय नेता लगायत नेपाली कांग्रेसलाई नै विजय गराउँछन् भन्ने कुराकानी विश्लेषकहरूबाट हामी सुन्छौँ। के आधारमा सीता काफ्लेले सहानुभूतिक भोट पाउली? यो सहानुभूतिको मत पाउने भन्ने प्रसङ्गको कुरा गर्दै गर्दा हिजो जो मेरा श्रीमान सबैका प्रिय व्यक्ति, समाजसेवी, निस्वार्थ समाजसेवामा लाग्नुभएका स्वर्गीय डिलिराम लामिछाने, जसले समाजको लागि आफ्नो पूर्ण जीवन त्याग गर्नुभयो, समाजमा रहेका सम्पूर्ण जनताहरूलाई यो तो भन्नु भएन, सबलाई समान रूपमा हेर्नुभयो। कुन जाति, कुन धर्म, कुन भाषा, कुन युवा, कुन महिला, कुन वृद्ध, कसैलाई पनि तल माथि नदेखेर निस्वार्थ भावनाले एउटा समाज सेवा गर्नको लागि खटिरहनु भयो। र खट्दै गर्दा उहाँले कतिलाई भन्नुभएको पनि थियो होला, आश्वासन पनि दिनुभएको थियो होला, म यो काम गर्छु भनेर। गर्दै गरेका कति विकासका निर्माणहरू अधुरा पनि थिए होलान्। सायद उहाँले तिनै यो समाजका लागि खट्दै गर्दा र सबैको मन जित्दै गर्दा, उहाँ प्रिय पात्र हुँदै गर्दा अचानक उहाँ यस संसार, यो समाजबाट छोड्नुभयो। र सबैको चाहना पनि थियो दिल्ली भइदिएको भए, दिल्ली लामिछाने भइदिएको भए यो समाज कति राम्रो हुन्थ्यो, हामीलाई कति राम्रो संस्कार सिकाउने थिए। त्यसको पछाडि म हिँडेकी छु उहाँको सपना पूरा गर्न, उहाँका अधुरा कामहरूलाई पूर्णता दिन। जो महिलालाई आश्वासन दिनुभएको थियो, जो युवाहरूलाई आश्वासन दिनुभएको थियो, ती सब पूरा गर्नको लागि म हिँडिरहेकी छु। मलाई एकदम आशा एवं विश्वास छ यहाँहरूले मत दिनुहुनेछ र त्यो कामलाई पूर्णता दिनको लागि सहयोग गर्नुहुनेछ। एउटा कुराकानी गर्छु, तपाईँहरू पथन सँगसँगै यहाँहरूको लगभग कति 15 वर्ष सँगै बस्नुभयो होइन, यहाँहरूको वैवाहिक जीवन भयो, एउटा बाबु एउटा नानी। जस्तो मैले कुराकानी गरेँ, डिलिराम लामिछानेले समग्र सामाजिक काम गर्नुभयो, हरेकको हाई व्यक्ति भएर एउटा भनौँ न रोगका कारण हामी समक्षबाट छुट्नुभयो। जस्तो यहाँ अब उहाँको अन्तिम अवस्थासम्म पनि श्रीमती साथमै रहनुभयो। डिलिराम लामिछानेले कस्ता खाले मिसनहरू बोकेको थियो?
उहाँको मिसन भिजन भनेको यो समाजलाई एकदमै समृद्ध बनाउने, सकारात्मक दिशामा लाने। कसरी हुन्छ, उहाँले आफ्नो कुनै प्रभाव नगरिकन समाजलाई, समाजमा रहेका हरेक वर्गलाई चाहिँ माथि उठाउने र यस समाजलाई विकास निर्माणतिर लैजाने उहाँको भिजनै त्यही थियो। उहाँलाई आफ्नो परिवार, आफ्नो भन्ने भावना थिएन। म अरू कसैको लागि केही गरौँ, यो समाजको लागि केही गरौँ र यो समाजलाई एउटा नमुना बनाऊ भन्ने उहाँको महत्त्वपूर्ण भिजन नै त्यही थियो। अब जस्तो नारीका कस्ता खाले मुद्दाहरू उठाउनुहुन्थ्यो उहाँले? नारीहरूलाई उहाँले जो महिलाहरू श्रीमानसँग हात थाप्नुपर्ने स्थिति भएका महिलाहरू हुनुहुन्थ्यो, जो घरबाट बाहिर निस्कन नसक्नु भएका महिलाहरू हुनुहुन्थ्यो, उहाँलाई एउटा संस्था थियो एनसीसीडीसी भन्ने, त्यस मार्फतबाट धेरै कार्यक्रमहरू, महिला स्वावलम्बी कार्यक्रमहरू मार्फत महिलाहरूलाई बाख्रा पालन, कृषि पेसादेखि लिएर हरेक क्षेत्रमा महिलाहरूलाई प्रमोट गरेर उहाँले महिलाहरूलाई अगाडि पनि बढाउनु भयो र त्यसको साथमा उहाँले महिला दिदीबहिनीहरू भनेका यो समाजका महत्त्वपूर्ण अङ्ग हुन्। त्यसकारण जबसम्म उनीहरू बाहिर निस्किँदैनन् तबसम्म यो समाज विकास हुँदैन भन्ने एकदमै मनन गर्नुहुन्थ्यो र महिलाहरूलाई विशेष जोड, त्यसका साथमा पनि अरू युवादेखि लिएर समाजका सम्पूर्ण वर्गहरूलाई एकदमै केन्द्रमा राखेर उहाँले काम गर्नुहुन्थ्यो। अब अलिकति हामीले यो त भयो तपाईँका स्वर्गीय श्रीमान डिलिराम लामिछानेको सम्झना र उहाँको सपना पूरा गर्नको लागि सीता काफ्ले लामिछाने उपमेयरको दावेदार सहित अहिले घर दैलोमा पनि हिँडेकी छे हैन, र समग्र नेपाली कांग्रेसको मात्र नभई तपाईहरू नगरवासीको नै हुनुभएको छ हैन, नगरवासीको नै हुनु होला। मेरो पनि यो कामना, कांग्रेस भन्दैमा कांग्रेसको मात्रै पनि नहुनु होला, एमाले होस्, माओवादी होस्, अन्य पार्टी राप्रपा होस्, अन्य पार्टीहरूसँग पनि तपाईहरू साझेदारी गर्नुपर्छ, किनकि सबै नगरवासीको अधिकार पनि हो यो हैन। अब हामी अर्को कुरामा आउँछौँ। यो 7 दिनको 8 दिनको पिरियड पनि अलिकति छोटो भयो र हिजो हामीले समाचार पढ्यौं 28 गते राति 12 बजेबाट उम्मेदवारहरूले प्रचार प्रसार बन्द गर्ने भनेपछि आज कति धेरै टाइम छैन, अब लगभग 4-5 दिन भन्दा छैन। हरेक पर्वत जिल्लावासीकोमा पुग्न पनि गाह्रो छ, उसमा नगरपालिका 14 वटै गाविसमा पुग्न आज तपाईहरुलाई धेरै गाह्रो छ हैन। यद्यपि सीता काफ्ले लामिछाने, रामचन्द्र जोशी नेपाली कांग्रेस हरेक घर दैलोमा पुग्न नसक्ला, के भन्नुहुन्छ यहाँ? एकदमै छोटो समय छ। हामी एकदमै चाहना हुँदाहुँदै पनि, तपाईहरूको घर आँगनमा आउने धेरै चाहना हुँदाहुँदै पनि, तपाईहरूको साथमा रहने र तपाईहरूसँग हाम्रा कुराहरू राख्ने चाहना हुँदाहुँदै पनि हामी आउनको लागि असमर्थ हुन्छौँ कि भन्ने पनि मलाई लागेको छ। यदि हामी चाहँदा चाहँदै आउन सकेनौँ भने पनि यहाँहरूले हामीलाई मेयर उपमेयरका उम्मेदवार हामीलाई यहाँहरूले यो पार्टी ऊ पार्टी नभनिकन हामी एउटा विकासको लागि, यो नगरलाई समृद्ध बनाउने अभियानका लागि जुटेका छौँ। हामीले सदा सबैलाई एउटै नजरले हेर्नेछौँ र विकास मात्रै हेर्नेछौँ। हामी यो पार्टी ऊ पार्टी भन्दैनौँ, समाजको विकासको लागि मात्रै हामी अगाडि बढ्छौँ। त्यसकारण हामीलाई यहाँहरूले मत दिएर तपाईहरूकै सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने पूर्ण आशा पनि मैले गरेकी छु। अब जस्तो अर्को महत्त्वपूर्ण प्रश्न मैले गर्न चाहे, जस्तो त यी त भए तपाईहरुका समग्रमा सबैको घरमा पुग्न हामी पाउला नपाउला भन्ने कुराकानी भयो हैन। अब अर्को पक्ष महत्त्वपूर्ण मैले उठाउन चाहे, जस्तो यहाँहरू चुनावी प्रचार प्रसार अन्तर्गत घर दैलो कार्यक्रम अन्तर्गत आज ठुली पोखरी लगायतको खौला लगायतको आसपासको क्षेत्रहरूमा पनि पुग्दै हुनुहुन्छ हैन। के छ, कस्तो घर दैलोमा खास गरी यहाँहरू कसरी प्रस्तुत हुनु भएको छ र के प्रतिक्रिया आइरहेको छ? हामी प्रचार प्रसारको क्रममा घर दैलोमा अब कति पुगेका छौँ, चाहेर पनि सबैमा पुग्न सकेका छैनौँ र जति हामी पुगेका छौँ त्यसमा हामी प्रतिबद्धताका साथ हामी पुगेका छौँ। हामी यो गर्छौँ, नगरलाई हामी भौतिक शैक्षिकदेखि लिएर स्वास्थ्यको स्तरमा र युवाहरूलाई सबल बनाउनेदेखि लिएर महिलाहरूलाई पनि आत्मनिर्भर बनाउनेदेखि हरेक कार्यक्रमहरू लिएर हामी घर दैलोमा पुगेका छौँ।
अब समग्रमा हामी यति बेला रेडियो शालिग्राम 100.6 मेगाहर्जबाट समसामयिक कुराकानी हामी अहिले पछिल्लो समयमा उम्मेदवारहरूसँग सुरुवातमा फलेवास नगरपालिकाका मेयरका उम्मेदवार गंगाधर तिवारीसँग कुरा भयो र हिजो हामीले कुष्मा नगरपालिकाका मेयरका उम्मेदवार रामचन्द्र जोशीसँग र उपमेयरका उम्मेदवार कांग्रेसबाट सीता काफ्ले लामिछाने तपाईसँग छौं हैन। अब समग्र पर्वत जिल्लावासीलाई यदि यहाँहरू विजयी हुनुभयो भने हैन अब सिंहदरबारको अधिकार स्थानीय स्तरमा आउँछ र समग्रमा भनौं न स्थानीय स्तरमा स्थानीय तहमा पनि केन्द्रको अधिकार हामीले पाइन्छ भन्ने कुराकानी भएको छ। नेपाली कांग्रेस मात्र हैन यदि भनौं न समग्रमा यहाँहरू कुष्मा नगरपालिकाको बागडोर सम्हाल्ने व्यक्तित्व हुनुभयो भने के छ हामी स्थानीयले सिंहदरबारका अधिकार पाइएला? हामी यो निर्वाचन पश्चात विजय भएपछि हामी नेपाली कांग्रेसको होइन, हामी सबै जनताको साझा मान्छे हुनेछौँ र त्यसपछि हामीले जो सिंहदरबारको अधिकार छ त्यसलाई सम्पूर्ण जनताहरूको घर घरमा पुर्याउनको लागि प्रतिबद्ध भएर लागेका छौँ। अब तपाईको साथमा साना नानी बाबु छन् 2 जना र अहिले चुनावी प्रचार प्रसारमा पनि तपाईँ हिँड्नु भएको छ र एउटा सानो नानी छन् र एउटा बाबु आफैमा डिसेबल पनि छन्, अलिकति अपाङ्ग छोरा पनि छन्। कसरी म्यानेज गर्नुभएको छ यो समयमा? आमा उनीहरूलाई पनि चाहिन्छ, कसरी म्यानेज गर्नुभएको छ यिनी राख्दा पर्वत जिल्लाभरि यो चुनावी प्रचार प्रसारमा? बच्चाहरूको लागि घरमा हेर्ने मान्छेको व्यवस्था मिलाएकी छु र हो मेरो बच्चा बाबु अपाङ्ग छ, छोरी सानी छ, तर म घरमै बसेर उनीहरूको स्याहार मात्र गरेर बसिरहँदा मलाई मेरो मनले मानिरहेको छैन र म उनीहरूको स्याहार पनि गर्छु र हिँड्ने बेलामा व्यवस्था मिलाएर मान्छेलाई राखेर म हिँडिरहेकी छु। त्यसको पछाडि आज म के को लागि हिँडिरहेकी छु त भन्दा यो समाजलाई हिजो मेरा पति टिल्ली लामिछानेले जे गर्छु भनेर हिँड्नु भएको थियो त्यो अधुरो रह्यो र त्यसलाई म पूरा गर्छु, समाज विकास गर्छु, समाजलाई चाहिँ समृद्ध बनाउँछु भन्ने अभियानका साथ हिँडेकी छु। अब समग्रमा हामी तपाईसँग कुराकानी भइरहेको छ, यहाँले हरेक दुःख सुख खट्दै छिल्दै हैन काँडाहरूले कोपे पनि काँडाहरू कोपिएकालाई फाल्दै र छेकेका डाँडाहरूलाई पनि पन्छाउँदै अगाडि बढिराख्नु भएको छ। समग्र स्थानीय तहको निर्वाचन 2074 वैशाख 31को लागि अब मात्र 7 दिन बाँकी छ र यहाँहरूको चुनाव प्रचार मलाई लाग्छ 28, 29, 30, 31 भनेपछि 3-4 दिनभन्दा धेरै छैन हैन। अब फाइनली कुराकानी गरौँ। अहिले सम्पूर्ण पर्वतवासी सबैको घरमा सीता काफ्ले लामिछाने, रामचन्द्र जोशी, नेपाली कांग्रेसको होल टिम पुग्नलाई अलि असमर्थ पनि छ। फाइनली कुराकानी गर्नुहोस् उहाँलाई। रेडियोबाट त तपाईँहरू नपुगे पनि कुना कुनामा पुग्छ र एकछिनमा मैले युट्युब च्यानल माथि राख्नेछु र यसलाई वर्ल्ड वाइड पनि बनाउनेछु। उहाँलाई के भन्नुहुन्छ? सम्पूर्ण नगरवासी आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने चुनाव एकदमै नजिकै आइसक्यो। हामी तपाईहरूको घर दैलोमा सकेसम्म आउने कोसिस गर्छौं, तर यदि हामी आउन सकेनौं भने पनि तपाईहरूले हाम्रो नाम सुन्नु भएकै छ। मेयरको उम्मेदवार रामचन्द्र जोशी र उपमेयरको उम्मेदवार हिजका समाजसेवी जो स्वर्गीय डिल्लीराम लामिछानेकी धर्मपत्नी म सीता काफ्ले लामिछाने तपाईहरूको घर आँगनमा आउने सकेसम्म कोसिस गर्छौं। यदि आउन सकेनौ भने पनि यहाँहरूले हामीलाई पूर्ण रूपमा सहयोग गर्नुहुनेछ, हामीलाई तपाईहरूको सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ। त्यो म त्यस विषयमा म पूर्ण विश्वस्त छु र यदि अहिले आउन सकेनौ भने पनि हामी विजय भइसकेपछि तपाईहरूको घर दैलोमा आउनेछौं, तपाईहरूको समस्याहरूलाई बुझ्नेछौं र तपाईहरूको सल्लाह अनुसार नै तपाईहरूले दिएका योजनाहरूलाई हामी पूर्ण गर्ने प्रतिबद्धता यहाँहरूको साथमा म जाहेर गर्न चाहन्छु। एकदमै व्यस्त समय दिनु